हेलो गाइज नमस्ते। आरामै हुनुहुन्छ? म पनि एकदम ठिकठाक छु, आरामै छु। फाइनली आज हामी टक्क लाएर ओखरकोट घुम्न आएछौँ। हाम्रो तारापति दाई अनि सालो के छ? टक्क लाएर हामी यति बेला हामी उपस्थित भइसकेका छौँ यो एक्लै चौपारीमा। घाम पनि चर्को छ, अब पसिना पनि निस्किन्छ होला। ल हामी अब उकालो चढ्न सुरु गऱ्यौँ है। अब गेट प्रस्थान गर्न लागेछौँ हामी फाइनल्ली। यो ओखरकोट निरको एकदम रमाइलो बस्तीहरू हामीले एकदम अवलोकन गरिरहेका छौँ। हाम्रो सालो र तारापति दाइ चाहिँ एकदम गेटबाट अब प्रस्थान गर्न लाग्नु भएको छ। हामी फाइनली गाइज हामी ओखरकोट दरबारमा आइसकेका छौँ। ओखरकोट दरबार यही हो, हेर्न सक्नुहुन्छ एउटा दरबार छ। यताउति हरियो चौर छन् भने यताउति डाँडाहरू छन्। टक्क लाएर बस्नलाई फोटो खिच्न एकदम बनाइएको छ। अनि यतातिर हाम्रो फोटो सुट अनि के भिडियो गराउने कार्यक्रम भइरहेछ साथीहरूको। यतातिर एकदम बब्बाल गाउँ छ, त्यता टाढै डाँडा चारैतर्फ। त यो ओखरकोट दरबार फाइनली गाइज हामी ओखरकोट दरबारको दर्शन गरिसकेपछि हामी पुगिसकेका छौँ। हाम्रो यतापट्टि हुनुहुन्छ तारापति दाई अनि यता म छु मिस्टर कुमार। हाम्रो तारापति दाई के छ सल्लाह सुझाव कस्तो लाग्यो? एकदम रमाइलो लाग्यो। त्यही यो भोक लाग्यो, भोक लाग्यो, पानी पाइएन होइन, पानीको कमी छ डाँडामा। हामी फाइनल्ली फर्कियौँ है गाइज। हामी ओखरकोटबाट हामी फर्किसकेका छौँ यति बेला।